अस्ट्रेलियन डलरको भ्यालु थाहा पाएपछि हामी चाहिँ एक्सचेन्ज गरेर लाग्यौं टाढीमा भएको लालटिनमा। अनि यो भ्यालेन्टाइनमा चाहिँ सिंगल हुनु श्राप हो र? यति राम्रो एम्बियन्स भएको यति अफोर्डेबल होटल टाढीमा छ भन्ने मलाई चाहिँ थाहा थिएन। सुरुमा चाहिँ हामीले मगाएको थियौँ हट विङ्स, त्यो यति मिठो थियो, म त जहाँ गए पनि विङ्स त छोड्दिन। अनि त्यसपछि आयो हाम्रो पिज्जा। अनेस्टली भन्न पर्दा पिज्जा चाहिँ मलाई एभरेज नै लाग्यो अरू ठाउँमा पाउने जस्तो, तर हट विङ्स चाहिँ यस्तो मिठो थियो त्यहाँको। अनि धनी साथीहरूसँग हिँडेपछि यस्तो भ्यू चाहिँ देख्न पाइरह हुन्छ। एउटा भाइलाई समातेर भिडियो बनाइदेऊ भनेको त डिम्पल त घर आएर भिडियो हेर्छु भनेको त उसले त मेरो डिम्पलको कम्प्लिमेन्ट गरिरहेको रहेछ। त्यसपछि चाहिँ साथीको मोबाइल हल्का रिनोभेट गर्न थियो अनि त्यसपछि लाग्यौँ हामी चाहिँ चिया घरतिर। त्यो चिया घरको चाहिँ मटका चिया चाहिँ मेरो फेभरेट हो अनि यसलाई चाहिँ म 10/10 दिन्छु, यति मिठो हुन्छ। अनि साथीले चाहिँ आफ्नो ब्यागबाट गाँजा निकाल्न थाल्यो, तर मैले यति ओपन प्लेसमा ननिकाल भनेर त्यसलाई थर्काइदिए। धेरै राम्री भएको कारणले उहाँलाई हामीले बुके दिएर बधाई दियौँ अनि त्यसपछि हामी घरतिर लाग्यौँ।